माघ शुक्ल सप्तमीका दिनमा लगला सप्तमी पर्व भव्य रूपमा मनाइन्छ। यो दिन व्रतालुहरूका लागि मात्र नभई साखुवासीहरूका लागि पनि विशेष रहने गरेको छ। यस दिनमा स्वर्गबाट अप्सराहरू पनि सले नदीमा स्नान गर्न आउने धार्मिक विश्वास समेत रहेको छ। यस दिनमा नित्य पूजा सकेर सबै व्रतालुहरू राम्रा राम्रा वस्त्र लगाएर अप्सरा जस्तै भएर साखु बजारको परिक्रमा गर्दछन्। त्यो लगला सप्तमीमा चाहिँ अलि चाहिँ विशेष खालको चाहिँ स्वर्गबाट पनि अप्सराहरू झरेर त्यो शाली नदीमा स्नान गरेको र त्यो सँगसँगै जोडेर त्यो चाहिँ प्रतीकात्मक रूपमा पनि त्यो चाहिँ साखु नगर परिक्रमा चाहिँ गराइन्छ। त्यति बेला चाहिँ श्री माधवनारायण भगवानलाई चाहिँ खटमै बोकेर विशेष पर्वका साथ हामी गर्छौँ। त्यति बेला चाहिँ पुरुष व्रतालुहरू गुल्टिँदै जानुपर्छ भन्नाले चाहिँ पल्टिँदै साखु परिक्रमा गर्छ। त्यो एकदमै कठिन छ। मलाई लाग्छ सामान्य मान्छेले गर्न सक्दैन। थोरै चाहिँ 1, 2, 5, 7 मिनट गर्दाखेरि चाहिँ चक्कर लाग्ने खालको, तर माधव नारायणको शक्तिले चाहिँ पुरै चाहिँ साखु परिक्रमा गर्ने पनि कार्यक्रम रहेका कारणले गर्दा सम्पूर्ण श्रद्धालु भक्तजनमा 22 गते एकदम छुट्टै खालको पर्व भएको कारणले गर्दा यो पर्व चाहिँ मेला व्यवस्थापन समितिका तर्फबाट यहाँहरूलाई चाहिँ स्वागत गर्न चाहन्छु र त्यो पर्व चाहिँ अवलोकनका लागि पनि म आग्रह गर्न चाहन्छु। पुरुष व्रतालुहरूले भने उल्टिँदै साखु नगरको परिक्रमा गरेर साखु बजारमा विराजमान विभिन्न देवी देवताको दर्शन गर्दछन् भने केही पुरुष व्रतालुहरू सहस्रधारा बोकेर हिँड्ने गर्दछन्।
यसरी करिब 3.5 घण्टाको लामो परिक्रमा यात्रा गर्दै ज्योतिर्लिङ्गेश्वरमा पुगेर समापन गरिन्छ। सबै व्रतालुहरू एकै साथमा जम्मा भइसकेपछि जल लिएर आफ्नो कोठामा पुगेर एक छाक भोजन बनाएर पालन गरी विश्राम तथा शयन गर्छन्। यसरी अन्य दिनमा जस्तै बिहान नित्य स्नान, नित्य व्रत पूजा गरेर माघ शुक्ल नवमीका दिनमा नवमी पूजा गरी सरकारी खर्चबाट साली नदी किनारमा सबैलाई तस्मै अर्थात् खिर खुवाउने चलन छ। खिरसँगै त्यसमा उखु, केराउ, पालुङ्गो लगायत बनाएर एक छाक भोजन प्रसाद वितरण गरिन्छ। सबैले एकैसाथ साली नदी किनारमा बसेर रात्रिमा भोजन प्रसाद ग्रहण गर्दछन्। यसरी माघ शुक्ल एकादशी अर्थात् भीमा एकादशीका दिनमा सदाझैँ बिहान नित्य स्नान तथा मध्याह्नमा नित्य व्रत तथा पूजा पश्चात एक छाक फलाहार अर्थात् उसिनेको तरुल र सखरखण्ड मात्र ग्रहण गरेर पुनः स्नान गरी सबै भेला भएर चाँगु नारायणको परदेश यात्रा गर्दछन्।